आजभोलि विभिन्न तलिएका यो बेकरी आइटम, यो जङ्क फुडले गर्दाखेरि दिशा गर्न एकदम अप्ठ्यारो हुन्छ। तर आजभोलि कन्नुपर्छ, समयमा दिशा हुन्न, खान त फुर्सद छ, अरू काम गर्न धेरै फुर्सद छ, र दिशा गर्न फुर्सद छैन। इभन दिशा गर्ने बेलामा टोयमा पनि मोबाइल चलाइरहेको हुन्छ, कन्नुपर्ने हुन्छ। र पाइल्सको मुख्य कारण के हो त? तपाईको अनुभवमा सबैभन्दा धेरै देखिने पाइल्सको केस कस्ता हुन्छ? दुध बढी खान्छ, त्यस्तो चाहिँ मैले के पाएको छु भने इंटरनल पाइल्स बढी खान्छ। त्यस्ता विभिन्न अब अकुपेसन अनुसार, उसको जीवनशैली अनुसार हैन, एज ग्रुप, बच्चाहरूमा पोलिप बढी हुन्छ। आयुर्वेद अनुसार अर्सा रोगको मुख्य कारण चाहिँ के हो? विशेष रूपमा आयुर्वेदले के भन्छ भने एक प्रकार त यो सहज मानिन्छ, सहज रोग मानिन्छ। सहज रोग भन्नाले हेरिडिट्रीबाट आएको विभिन्न विदाही चिजहरू, अर्थात् धेरै पोल्ने खालका चिजहरू हैन, उत्कट आसन भनौँ न, अब कुर्सीमा बस्ने जुन आसन हुन्छ नि, त्यो बसाइले गर्दाखेरि पाइल्स हुने हुन्छ। नमस्ते, स्वागत छ हजुरहरूलाई आजको यस सेन्ट्रल आयुर्वेद क्याम्पस पोडकास्टमा। म हजुरहरूको पोडकास्ट सञ्चालक शालिग्राम चौधरी। आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो न्यू गेस्ट, उहाँ हुनुहुन्छ डाक्टर प्रवीण झा सर, र हाम्रो आज पोडकास्टको शीर्षक रहेको छ पाइल्स अथवा अर्स। र सर्वप्रथम हामी हजुरको परिचयबाट जाऊँ। नमस्कार हजुरलाई तथा यो पोडकास्ट सुनिरहनुभएका सम्पूर्ण श्रोता दर्शक सबैमा मेरो हार्दिक अभिवादन। म डाक्टर प्रवीण कुमार झा, आयुर्वेदिक चिकित्सक। मेरो बिएमएस तिरुपतिबाट कम्प्लिट भएको हो, 2009 मा कम्प्लिट भएको हो। र योभन्दा अगाडि मिथिला आयुर्वेदिक मेडिकल कलेजमा हैन अध्यापन गर्थेँ। अहिले चाहिँ विगत 10-11 वर्षदेखि केन्द्रीय आयुर्वेद विद्यापीठ जुन बेलझुन्डी दाङमा छ, त्यसमा प्रशिक्षकको रूपमा कार्यरत छु। घर अब कुरा गर्दाखेरि, नेटिभ प्लेस कुरा गर्दाखेरि सर्लाहीको हुँ, तर बसाइ चाहिँ घोराही दाङमा बस्ने गर्छु। आजभोलि नेपालको यो क्षेत्रमा अथवा नेपाली समाजमा मानिसहरूले एकदमै देखिने एउटा समस्या पाइल्स पनि हो, जसलाई हामीले आयुर्वेदमा अर्स पनि भनिन्छ। यसको बारेमा सामान्य परिचय। एकदम सान्दर्भिक प्रश्न सोध्नु हजुरले। आजभोलि हाम्रो यो समाजमा यो पाइल्सको अलिकति रोग बढेको छ रोगी। अब विशेष रूपमा त पाइल्स भनेको के हो भन्दाखेरि मलद्वारमा नसाहरू हुन्छ, अनि त्यो नसा बिस्तारै विभिन्न कारणले गर्दा त्यो अलिकति सुन्निन्छ, फुलिन्छ, अलिक ठुलो हुन्छ हैन। र यसो दिशा गर्दाखेरि हातमा टच हुने हुन्छ, मासु पलाए जस्तो फिल हुन्छ हैन। त्यसैलाई हामी पाइल्स भन्छौँ। अब त्यसमा दुख्ने पनि हुनसक्छ, रगत पनि आउन सक्छ, तर सबै दुख्ने खालको, सबै दिशा गर्दा सबै दुख्ने, दिशा गर्दा रगत आउने सबै पाइल्स नै हो भन्ने हुँदैन। मासु पलाएको छ भने त्यो पाइल्स हो। यो ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा पाइल्सको समस्या फरक देखिन्छ कि एउटै प्रकारको हुन्छ? अब ग्रामीण क्षेत्र र सहर क्षेत्रका कुरा गर्दाखेरि अब खानपिन पनि प्लस लाइफस्टाइल हैन, जीवनशैली थोरै फरक पनि हुन्छ। त्यसले गर्दाखेरि बढी चाहिँ सहरिया क्षेत्रमा बढी देखिन्छ। पाइल्सको टाइपमै हेर्ने हो भने अब किताबै कुरा गर्दा त त्यस्तो अब छैन, तर आफ्नो अनुभव अनुसार मलाई के लाग्छ भने गाउँघरतिर थोरै एक्सटर्नल पाइल्स बढी देखिन्छ, र सहरतिर थोरै इन्टर्नल पाइल्स बढी देखिन्छ जस्तो लाग्छ है। तर सकभर त्यति डिफ्रेन्सिएसन छैन जस्तो लाग्छ। हाम्रो समाजमा कुन
खानपिन र बानीले पाइल्स बढाउँछ? अत्यन्त राम्रो क्वेसन। अब पहिलाका खानपिन जीवनशैली र अहिलेको खानपिन र जीवनशैलीमा धेरै फरक छ। पहिला हामी बढी अब फाइबरस फुड्सहरू बढी खान्थे, जस्तै कि अब फलफुल भयो, सलाद भयो, साग भयो, हरियो तरकारी भयो, होइन, यो सब बढी खान्थे। आजभोलि नयाँ नयाँ खानेकुराहरू आएको छ, होइन, चाउचाउ, चाउमिन, होइन, समोसा, जङ्क फुड, बेकरी आइटम्सहरू, होइन। वा पहिला हामी मोटो अनाज बढी खान्थ्यौँ, आजभोलि मोटो अनाजमा हामीलाई पच्छ, होइन, र मिठो पनि लाग्दैन। पहिला हामी अब मकै खान्थ्यौँ, होइन, कोदो खान्थ्यौँ, फापड खान्थ्यौँ। आज चिउरा फेरि अलिकति पाइल्सको लागि राम्रो होइन, र मोटो अनाज, इभन मोटो चामल, पुराना चामलहरू खान्थ्यौँ। त्यसले गर्दाखेरि फाइबर्स कन्टेन्ट्स बढी हुन्थ्यो, होइन, मजाले दिशा हुन्थ्यो, मजाले टोयलेट हुन्थ्यो, कन्नु धेरै पर्दैन थियो। आजभोलि विभिन्न तलेका यो बेकरी आइटम, यो जङ्क फुडले गर्दाखेरि दिशा गर्न एकदम अप्ठ्यारो हुन्छ, होइन। कोही कोही मान्छे म मात्रै भेट्छु जसको लागि मलाई एकदम दुई टाइम हुन्छ, मजाले हुन्छ भन्ने खालको। तर आजभोलि कन्नु पर्छ, समयमा दिशा हुन्न, जसले गर्दाखेरि र एउटा यो कम्पिटेटिभ लाइफस्टाइल, होइन, कम्पिटिसन बढी छ, दिशा गर्नै पनि फुर्सद छैन मान्छेलाई, होइन। खान त फुर्सद छ, अरू काम गर्नु धेरै फुर्सद छ, तर दिशा गर्न फुर्सद छैन। इभन दिशा गर्ने बेलामा टोयलेटमा पनि मोबाइल चलाइरहेको हुन्छ। दिशा त त्यो के गरेको, मोबाइल चलाएको हो, अब टाइम पास, अब भनौँ न साइडमा दिशा मात्रै गरेको, होइन। तर दिशा गर्ने बेलामा मोबाइल चलाउँदाखेरि के हुन्छ भने, त्यो अब मेडिकल टर्ममा भन्दाखेरि सिम्पथेटिक एक्टिभेसन भइरहेको हुन्छ, जसले गर्दा दिशा त्यति राम्ररी हुँदैन र कन्नु पर्ने हुन्छ। र पाइल्सको मुख्य कारण के हो त, बारेमा जाऊँ हामी। तपाईँको अनुभवमा सबैभन्दा धेरै देखिने पाइल्सको केस कस्ता हुन्छ? ओके, अब एज, होइन, र जेन्डर अनुसार फरक पनि हुन्छ। सो बढी भन्दाखेरि पाइल्स एक्सटर्नल नै हुन्छ, जस्तै कि अब दिशा गर्दाखेरि, होइन, हात दिशा धुँदाखेरि हातमा मासु लाग्ने, छुने हुन्छ, वा दिशा गर्दाखेरि दुख्ने हुन्छ, होइन, यो अब एक्सटर्नल पाइल्स भयो। इन्टर्नल पाइल्समा, होइन, त्यति पेनफुल हुँदैन, है, तर ब्लिडिङ हुने चान्स बढी हुन्छ, होइन। भित्रको जुन नसा हुन्छ त्यो थोरै कोमल हुन्छ, बाहिरको नसा अलिक टाइट हुन्छ, जसले गर्दाखेरि भित्रको जुन नसा हो, ब्लड भेसल्स हो, एक्चुअली भेन्स हो, त्यो कहिलेकाहीँ स्ट्रेन गर्ने बेलामा, कन्ने बेलामा थोरै फुट्छ, र फुटेपछि रगत आउन सक्छ। सो लक्षणहरू हेर्दाखेरि अब मासु पलाएको फिल हुनु त एउटा लक्षण भयो नै। दोस्रो, दिशा गर्दा दुख्ने हुन सक्छ, त्यो फुट्यो भने रगत आउन सक्ने हुन्छ, है। अब कहिलेकाहीँ कस्तो हुन्छ भने त्यसमा इन्फेक्सन भएर, थ्रोम्बोज भएर त्यहाँ अलिकति त्यहाँ वरिपरिको त्यो मासुले गर्दा अलिकति त्यसको मुख जाम भएर, होइन, थ्रोम्बोज्ड पाइल्स हुन सक्छ। सो विशेष गरेर अब अकुपेसनल अनुसार पनि हुन्छ, जस्तै कि अब प्रायः अब कुर्सीमा बस्ने मान्छेहरू हो, धेरै लामो समयसम्म, ड्राइभरहरू, तिनीहरूलाई विशेष गरेर थ्रोम्बोज्ड पाइल्स बढी देखिन्छ। त्यस्तै अब महिलाहरूलाई, होइन, एक्सटर्नल पाइल्स बढी देखिन्छ। जो दुध खाने बढी, अब कोही कोही कस्तो हुन्छ भने मांसाहारी हुँदैन, शाकाहारी बढी हुन्छ, दुध बढी खान्छन्, त्यस्तो चाहिँ मैले के पाएको छु भने इन्टर्नल पाइल्स बढी हुन्छ। त्यस्ता विभिन्न अब अकुपेसन अनुसार, उसको जीवनशैली अनुसार, होइन, एज ग्रुप, जस्तै बच्चाहरूमा पोलिप बढी हुन्छ, बच्चाहरूमा इभन फिसर पनि बढी हुन्छ। यी जस्तो एज ग्रुपदेखि लिएर विभिन्न उसको जीवनशैली, अकुपेसनल अनुसार फरक हुन्छ। सामाजिक भ्रम र लाज, जुन यो पाइल्सप्रतिको मानिसहरू, जस्तै नेपाली समाजमा के हुन्छ, पाइल्सलाई लिएर कुन कुरा गलत धारणा प्रचलित छ? हो, बहुत जरुरी हो यो बुझ्न। सामान्य रूपमा हेर्दा त
यो दिशा गर्ने ह्याबिटमा पनि धेरै गलत धारणा छ। म धेरै पेसेन्ट्सहरूमा म के पाएको छु भने उसलाई थाहा नै छैन कि दिशा एकपटक गर्नुपर्छ कि दुईपटक गर्नुपर्छ, खाना खाइसकेपछि गर्नुपर्छ कि खानुभन्दा अगाडि गर्नुपर्छ है। सो एउटा गलत धारणा छ यो। हामीले एकदम प्रष्ट रूपमा के बुझ्नुपर्छ भने दिशा दुईपटक गर्नुपर्छ है। बिहान र साँझ गएर दिशा दुईपटक गर्नुपर्छ र बिहानको दिशा खाना खानुभन्दा अगाडि गर्नुपर्छ है। अब फेरि अर्को गलत धारणा के छ भने मासु पलाएको छ, उसलाई यति पनि थाहा छैन कि यो मासु एबनर्मल मासु हो वा यो सुनेको चिज नसा एबनर्मल हो। उसलाई के लाग्छ भने सबैले यस्तै हुन्छ, यो गुप्ताङ्ग त भइगयो, सबैको हेर्ने अब कुरो भएन। अनि उसलाई लाग्छ कि यो मासु त सबैको होला, सबैलाई यस्तो होला। तर बल्ल अब उसलाई दुख्न थालेपछि, रगत आउन थालेपछि वा त्यस्तो केही अप्ठ्यारो भएपछि बल्ल अब त्यो चाहिँ अलिकति नोटिस गर्छ कि समथिङ इज डिफरेन्ट, समथिङ इज एबनर्मल। त्यसपछि फेरि आउँछ। र औषधिको सन्दर्भमा अब गलत भ्रम भनौँ या धारणा भनौँ त के छ भने कि सामान्य कुनै एउटा घरेलु उपचारले गर्दाखेरि यो मासु सुकिहाल्छ होइन, औषधि गर्नु पर्दैन, सुकिहाल्छ, घरेलु उपचारले फलानु चिज खाँदाखेरि सुकिहाल्छ। यो पनि एउटा गलत धारणा हो। किनभने मुख्य रूपमा मैले भने अगाडि कि मुख्य कारण, अब कारणहरू त धेरै छन्, त्यसमध्ये अब एउटा चाहिँ कन्स्टिपेसन भयो, त्यस्तै अब स्ट्रेनिङ, अब धेरै कन्ने भयो, त्यसपछि धेरै माछा मासुहरू बढी खानाले गर्दाखेरि, मसलाले गर्दाखेरि, फाइबरस फुडको कमीले गर्दाखेरि दिशा राम्ररी हुँदैन, आखिर लास्टमा त्यो कन्नु पर्छ, गोटा पर्छ, त्यसले गर्दा भयो। त मुख्य रूपमा अब दिशा कन्नु चाहिँ कम भएन भने तपाईँ जति पनि त्यसमा मलम लगाउनुहोस्, जति पनि त्यो कुनै झारफुक के अरे जडीबुटीको त्यसमा लेपसेप लगाउनुहोस्, त्यो सन्चो हुँदैन। धेरै म पाएको छु केरामा त्यो कपुर हालेर खाने होइन, घरेलु उपचार। अब त्यो हदसम्म ठिक छ। अब 4वटा ग्रेड हुन्छ पाइल्सको। अब फर्स्ट ग्रेडमा अलिअलि अब केरामा पनि फाइबर हुन्छ नै, त्यो खाएपछि थोरै दिशा राम्रो हुन्छ होला, त्यो खाएपछि अलिकति त्यो हुनसक्छ। तर अब 4th ग्रेडमा छ, पुरै प्रोल्याप्स पाइल्स छ, त्यस्तोमा पनि अब फलानु चिज खाएर त्यो कम हुन्छ भने यो पनि एउटा गलत धारणा हो। यो लाज र डरका कारण जुन उपचार गर्दैन त्यसपछि चाहिँ के समस्याहरू देखिन सक्छ? हो, विशेष गरेर अब हाम्रो समाजमा अब सहरमा अलिकति कम देखिन्छ, कम भेटिन्छ, तर गाउँतिरका मान्छेहरू अलिकति लजाउँछन्, लुकाएर राख्छन्, लजाउँछन्। तर लजाएर लुकाएर सन्चो हुने त होइन, यो झन् बढ्दै जान्छ है। सो किन लजाउने? अब डक्टरमा के अरे जेन्डर हेर्नुहुन्न, डक्टर इज डक्टर। त्यो महिला डक्टर हो कि पुरुष डक्टर हो, त्यो चाहिँ लजाउनु हुँदैन होइन। अब हामीलाई त कस्तो हुन्छ भने अब मलद्वार हेर्नु र हात हेर्नु सेम जस्तो लाग्छ होइन, त्यो केही त्यस्तो फरकै लाग्दैन। सो डक्टर मलाई मात्रै होइन कि सबैलाई त्यस्तै लाग्छ होला। सो डक्टरलाई केही चेक गराउनु छ भने इभेन अब गुप्त अङ्गहरू नै हो, तैपनि त्यो लजाउनु हुँदैन। किन लजाउँदाखेरि अब आज एकपटक देखाएर सन्चो हुने रोग भोलि झन् बढ्यो भने, बल्झियो भने त्यो 10 पटक देखाएर पनि सन्चो हुँदैन। ठुलो अपरेसनै गर्नुपर्छ, एकजनाले देखेर हुँदैन, 10 जनाको टिम आएर अपरेसन गर्नुपर्छ। सो बेटर, पैसा पनि बढी खर्च लाग्छ, बढी झ्याउ हुन्छ, टेन्सन हुन्छ। यो सबभन्दा राम्रो सुरुवाती अवस्थामै यदि दुखेको छ, रगत आएको छ, के अरे दिशा गर्न गाह्रो भइरहेछ, दिशा मजाले हुँदैन भने आएर चेक गराएर राम्रो डक्टरसँग, नजिकको डक्टरसँग चेक गराएर औषधिको प्रयोग गर्दा हुन्छ। यो घरेलु उपचार कहिले उपयोगी हुन्छ र कहिले खतरनाक हुन्छ अथवा घातक हुन्छ? अब घरेलु उपचार पनि राम्रो हो होइन, किनभने हाम्रो त के भनिन्छ, हाम्रो किचनमै हाम्रो किचन नै के अरे फार्मेसी हो भनिन्छ नि त। सो हाम्रो किचनमा धेरै थोक के अरे छन्। जस्तै मुलाकै कुरा गऱ्यो भने मजाले मुला खायो भने त्यसमा फाइबर्स बढी हुन्छ। त्यो दालहरू होइन, विशेष गरी सेमीको दाल मजाले होइन, फाइबर्स बढी हुन्छ होइन।
यस्तै अब सागपातहरू, मनतातो पानीहरू, होइन, फ्रुट्सहरूमा अब इभन केरा भयो, स्याउ भयो, होइन, फाइबरस रिच रिच फुड्सहरू हामी खायौँ भने मजाले दिशा हुन्छ। र दिशा भयो भने अब फर्स्ट ग्रेडको पाइल्स इभन सेकेन्ड ग्रेडको पाइल्स पनि बिस्तारै 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 त्यसको साइज कम हुनसक्छ। तर अब थर्ड ग्रेडमा इभन सेकेन्ड र थर्डको बिचमा छ, थर्ड ग्रेडमा छ, फोर्थ ग्रेडमा छ, प्रोल्याप्स पाइल्स छ, त्यस्तो अवस्थामा हामी अलिकति त्यो खालि घरेलु उपचार मात्रै गएर त्यो सम्भव छैन, त्यो झन् जटिल हुँदै जान्छ र यसको कम्प्लिकेसन्सहरू पनि छन्। पाइल्सका कम्प्लिकेसन्सहरू इभन तपाईँको फिस्टुलादेखि लिएर क्यान्सरदेखि लिएर थ्रोम्बोसिसदेखि लिएर त्यो सब हुनसक्छ, त्यो झन् जटिल हुँदै जान्छ। त्यही भएर हरेक चिजको घरेलु उपचार हामी गर्नु पर्दैन, यसको एउटा लिमिट हुन्छ, लिमिटसम्म घरेलु उपचार त ठिकै छ। अब चाहिँ हामी आयुर्वेद र आधुनिक चिकित्सा बारे जाउँ। जस्तै आयुर्वेद अनुसार अर्सा रोगको मुख्य कारण चाहिँ के हो? अब आयुर्वेद अनुसार भनौँ त, चाहे एलोप्याथिक मोडर्न अनुसार भनौँ त, कुनै पनि रोग कारण त अब जे होस् होइन, रोगको कारण अब त्यही नै हुन्छ। तर विशेष रूपमा आयुर्वेदले के भन्छ भने एक प्रकार त यो सहज मानिन्छ, सहज रोग मानिन्छ। सहज रोग भन्नाले हेरिडिट्रीबाट आएको, होइन, वंशानुगत गुणबाट आएको, होइन, वंशानुगत रोग हो। अब अर्को विभिन्न विदाही चिजहरू अर्थात् धेरै पोल्ने खालका चिजहरू, धेरै रुक्ष अन्नपानहरू, खानेकुराहरू, होइन, उत्कट आसन भनौँ न, अब कुर्सीमा बस्ने जुन आसन हुन्छ नि, त्यो बसाइले गर्दाखेरि है, त्यस्तै धेरै के अरे चिल्लो पिरो मसलायुक्त चिजहरू, होइन, त्यो त्यस्ता चिज खानाले, इभन गुरु आहार, होइन, गुरु आहार भन्नाले ढिलो गएर पाच्ने खालको, ढिलो गएर पच्ने खालको आहारहरू, इभन मधुर आहार पनि, धेरै अब मधुर आहार पनि खान्छ भने पाइल्स हुने हुन्छ। त्यस्तै अन्य कारणहरूमध्ये अब जस्तै कि एउटा ग्रहणी रोग मानिन्छ, जस्तै कि अब आफूलाई यसलाई मोडर्नसँग तुलना गर्दाखेरि आइबिएस भनिन्छ यसलाई, इरिटेबल बाउल सिन्ड्रोम हो। त्यसको पनि यो के छ त कम्प्लिकेसनको रूपमा पाइल्स हुन्छ भन्ने मानिन्छ। इभेन तपाईँको अब धेरै लङसम्म दिशा पटक पटक अब अतिसार, जस्तो कि पटक पटक दिशा लाग्यो भने पनि यो हुनसक्छ। यता कन्स्टिपेसनले गर्दा पनि हुन्छ र उता धेरै पटक दिशा लाग्यो भने पनि त्यो इरिटेसनले गर्दाखेरि त्यहाँको नसा र म्युकस लेयर, म्युकस मेम्ब्रेन्सहरू त्यो चाहिँ फुल्छ, सुनिन्छ र त्यहाँ पाइल्सहरू हुन्छ। औषधि अथवा शल्यक्रिया कहिले आवश्यक हुन्छ यो हाम्रो जब पाइल्स हुन्छ मान्छे? अब औषधि त अब जस्तै कि हामीलाई अब लक्षण देखा पर्छ, जस्तै कि मासु बलाएको वा रगत आउने, दिशा गर्दाखेरि दुख्ने, दिशा गर्दाखेरि धेरै कन्नु पर्ने, त्यस्तो भयो भने अब सामान्य रूपमा हामीले पहिला घरेलु उपचार जस्तै कि फाइबरस रिच फुडहरू, प्रशस्त रूपमा पानीहरू, है, धेरै बेरसम्म के अरे टोयलेट नबस्ने वा धेरै ढिलोसम्म नउठ्ने, धेरैजनाको बानी हुन्छ धेरै अबेलासम्म के अरे मोबाइल चलाएर बस्ने अनि बिहान 8-9 बजेतिर उठ्ने, होइन। अनि कस्तो हुन्छ भने यो हर्मोनल सिस्टमले काम गरिरहेको हुन्छ। जब लाइट चाहिँ अब भनौँ न बिहान जब सूर्य माथि राइज हुँदै गर्दा हाम्रो जुन के अरे इन्टेस्टाइनको, विशेष गरेर सिग्माइड कर्नल, रेक्टमतिरको इभेन स्टुलको कन्टेन्ट अर्थात् दिशामा भएको पानीलाई बिस्तारै सोच्ने काम हुन्छ। 4 बजे 5 बजेसम्म जबसम्म उदाएको छैन घाम वा सूर्य उदाएको छैन तबसम्म वाटर कन्टेन्ट जुन छ दिशामा राम्रै हुन्छ। तर जब बिस्तारै अब सूर्य राइज हुँदै गर्छ, सनराइज हुँदै गर्छ, त्यतिखेर फेरि वाटर कन्टेन्ट के हुन्छ त कम हुँदै जान्छ, त्यो इन्टेस्टाइनले एब्जर्भ गर्दै जान्छ र जब इन्टेस्टाइनले एब्जर्भ गर्छ दिशा टाइट हुन्छ। सो यी कारणहरूदेखि लिएर त्यसको लाइफस्टाइलहरूदेखि लिएर यसले गर्दाखेरि त्यो पाइल्स हुन सक्छ। यो चाहिँ अब औषधिको त बारेमा भन्नुभयो, अनि यो चाहिँ शल्यक्रिया चाहिँ कस्तो बेलामा हो, मैले थोरै यसमा एड गर्न बिर्सेँ। हो अब घरेलु उपचार त्यति बेलासम्म ठिक छ,
सामान्य भएको बेलामा। तर तैपनि अब लक्षणहरू सिम्टम्सहरू अब सन्चो भएन भने हामी ढिलो गर्नु हुँदैन। मजाले औषधि गर्दा मिल्छ। प्रशस्त औषधिहरू छन्, राम्रा औषधिहरू छन् होइन, सस्तोदेखि महँगो औषधिहरू छन्। सो ढिलो नगरी नजिकका राम्रो डाक्टरसँग गएर होइन सम्पर्क गएर त्यो औषधि लिने। जस्तै कि अब विशेष गरेर जब मासु हातमा टच हुन थाल्छ है, अब लगातार भिसाबाट रगत आउन थाल्छ, दुख्न थाल्छ, त्यति बेला ढिलो गर्नु हुँदैन। सो र अब सर्जरीकै कुरा गर्दाखेरि अपरेसनकै कुरा गर्दाखेरि हो अब त्यो डक्टर्सले डिसाइड गर्ने हो, त्यहाँ चेक गरेपछि कुन अवस्थामा छ, फर्स्ट ग्रेडमा छ कि सेकेन्ड ग्रेडमा छ कि थर्ड ग्रेडमा छ कि फोर्थ ग्रेडमा छ। विशेष गरेर 4वटा ग्रेड मानिन्छ। अब थर्ड ग्रेड र फोर्थ ग्रेडमा यदि छ भने त्यसपछि अब त्यसलाई होइन अपरेटिभ प्रोसिजरबाट हामीले गर्नुपर्छ। विभिन्न प्रकारका छन् अपरेटिभ प्रोसिजरहरू। केही आयुर्वेदिक तरिकाहरू छन्, केही एलोप्याथिक तरिकाहरू छन् होइन। अब म एउटा आयुर्वेदिक चिकित्सक भएको नाताले पनि प्लस रियालिटीको कुरा गर्दा पनि, फ्याक्ट कुरा गर्दा पनि अब आजभोलि धेरै फेमस जुन छारसूत्र हो, छारसूत्र चिकित्सा हो, त्यो पद्धति रिलेबल छ, राम्रो छ। फेरि पटक नआउने गरी होइन त्यो गर्न सकिन्छ। सो अब सेकेन्ड थर्ड फोर्थ ग्रेडमा यदि छ भने हामी अपरेसनतिर लाग्नुपर्छ। जस्तै तपाईँले छारसूत्रको कुरा गर्नुभयो, अहिले चाहिँ मानिसहरूले यो जब पाइल्स हुन्छ उनीहरूले यो आधुनिक भन्दा पनि आयुर्वेदतिर उनीहरूले यसको के भन्छन् चेक जाँच गराउने अथवा यो पद्धतिबाट गएर उनीहरूको राम्रो सल्ले गरेपछि उनीहरूको राम्रो रिजल्ट पनि देखिरहेछ र कम्पेरिटिभली उताभन्दा सस्तो पनि परिरहेछ। यसको बारेमा केही भन्नुहुन्छ? हो, आजभोलि यो अलिकति फेमस के अरे मानिन्छ छारसूत्र चिकित्सा पद्धति। अब यसमा धेरै दिनसम्म बस्नु नपर्ने, हस्पिटलाइज हुनु नपर्ने, धेरै ठाउँमा त अब ओपिडी बेसिसमै गरिन्छ, एक दिन पनि बस्नु पर्दैन। 3-4 घन्टामा त्यो अब्जर्भेसनमा राखेर डिस्चार्ज गर्न सकिन्छ, गर्छन् होइन। त्यो हेर्दाखेरि धेरै टाइम हेर्दाखेरि प्लस यसको रिकरेन्ट जुन छ, रिकरेन्ट आउने चान्स, रिल्याप्सिङ हुने चान्स थोरै कम भएको हुनाले र धेरै झ्याउ नभएको हुनाले अलिकति बढी चाहिँ इन्ट्रेस्ट बढी देखिन्छ आजभोलि बिरामीहरूमा। र अर्को कुरा अब कोही बिरामीहरू त मलाई नै के भनिरहेको हुन्छ भने होइन सर यो राम्रो तरिका हो, मलाई नै भनिरहेको हुन्छ राम्रो तरिका हो, किनभने काटेको रुख के अरे पलाउँछ तर सुकेको रुख पलाउँदैन। त छारसूत्रले त सुकाइदिन्छ, अब त्यसले त काटेको हुन्छ, त काटेको रुख त पलाउँछ होइन। हुन त अब उसको अब सोच हो होइन, तर अब त्यस्तो त होइन। जे होस् अब उनीहरूले अन्तबाट पनि होइन सुनेर बुझेर, त्यो युट्युब्सहरू छन् होइन, विभिन्न साइटहरू छ, त्यो सब बुझेर आएका हुन्छ र राम्रो मानिन्छ र राम्रो पनि हो। एउटा त सबभन्दा ठुलो चिज के हो भने एउटा धेरै यसमा झन्झटिलो छैन। ओपिडी बेसमा पनि यो छारसूत्र झन् एउटा धागो मासुमा धागो त बाँध्नु छ होइन, उनीहरूलाई पनि बुझाउन पनि सजिलो हुन्छ। किनभने गाउँघरमा अहिले पनि कुनै मासु पलाएको छ भने होइन कपाल बाँध्ने चलन छ होइन। अलरेडी बाँधेर आएकोलाई यो सजिलो, बुझ्न पनि सजिलो, यो सजिलै हुन्छ भने जस्तो पनि फिल हुन्छ, डर पनि हुँदैन हो। उता धेरै ब्लिडिङ पनि हुने चान्स हुन्छ। सो बिरामीहरूलाई सजिलो हुन्छ। तर यता पनि अब हेमरोइडेक्टोमी छ, स्क्लेरोथेरापी छ, जस्तै कि अब त्यो मासुलाई इन्जेक्सन एक्सक्लुडिङ एजेन्टको माध्यमले गर्दाखेरि त्यसलाई सुकाउने हुन्छ। तर त्यो चाहिँ पटक एकचोटिमा नहुन पनि सक्छ, 2-3 पटक त्यो इन्जेक्सन दियो भने त्यो बिस्तारै त्यो सुक्छ। त्यस्तै अरू पनि मेथडहरू छ, स्टेपल मेथडहरू छ। प्रोल्याप्स पाइल्स छ भने त्यो स्टेपल मेथडबाट त्यो गर्न सकिन्छ। आजभोलि एउटा पनि आएको छ लेजर थेरापी होइन, त्यो पनि एउटा राम्रो तरिका हो होइन। तर धारणा के छ भने
आयुर्वेदिक तरिकाबाट गयो भने यो जडैदेखि होइन सन्चो हुन्छ नि, त्यो धारणा अहिले पनि समाजमा छ र यो कहीँ न कहीँ यो हदसम्म ठिक पनि हो। किनभने उसले राम्रो रिजल्ट देखाएरै मानिसहरूले विश्वास गरेका छन्। हजुर। अब चाहिँ हामी प्रश्नको अन्तिमतिर आइसकेछौँ। त्यस्तै गरेर अब चाहिँ हामीले सन्देश दिने कुराहरू हुन्छ अथवा यो पाइल्स हुनबाट बच्नको लागि के हामीले कुराहरू गर्न सकिन्छ, कस्तो खानपिनहरू गर्न सकिन्छ, त्यसको बारेमा जाऊँ। म अघि पनि भने जस्तै कि अब मान्छेको प्रकृति पनि फरक फरक हुन्छ। एउटै सल्लाह एउटै सुझाव सबैमा लागु हुँदैन। वातज प्रकृतिको मान्छेको आफ्नो उसको ह्याबिट छ, पित्तजको छुट्टै हुन्छ, कफजको छुट्टै हुन्छ, 7 प्रकारको प्रकृति आयुर्वेदले भन्छ। सो एउटै प्रकारको सल्लाह सबैलाई उपयोगी नहुन सक्छ। तर म एउटै पोइन्टमा के भन्छौँ भने अब पाइल्सलाई रोकथाम गर्नु छ भने, पाइल्स हुन दिनु छैन भने दिशा राम्रो हुनुपर्छ। कोही कोही बिरामी त यस्तो आउँछन् कि सर म मासु खाँदा मेरो दिशा ठिक हुन्छ है, तर अब फलफुल खाँदा दिशा टाइट हुन थाल्छ होइन। त्यसको प्रकृति अनुसार, त्यसको ह्याबिट अनुसार त्यसको लागि उयो त्यही ठिक छ। सो त्यसलाई त्यस्ताहरूलाई मासु नै खाऊ बाबु, तर कम मसला राखेर खाऊ होइन, यसरी सल्लाह दिनुपर्छ। सो एउटै सल्लाह सबैको लागि राम्रो होइन, तैपनि है दिशा राम्रो हुनु र आयुर्वेदमा त हरेक रोगको कारण नै आम भनिन्छ। सो डाइजेसन राम्रो हुनु, हामी जति पनि खान्छौँ पच्नु पर्यो, मासु नै खान्छौँ पच्नु पर्यो, अब घाँटीसम्म खाने होइन। राम्रै चिज पचेन भने हानि गर्छ। जस्तै अध्यसन भनिन्छ, अहिले खाए छैन, बिस्कुट भर्खर खाना खाएर आयो, पचेको छैन, त्यहाँ बिस्कुट देख्यो टुक्क टिपेर खाइदिने, त्यहाँ बदाम देख्यो खाइदिने, मकै पोलेको देख्यो त्यो खाइदिने, छिनछिनमै खाइदिने, त्यो पनि एउटा कारण हो। सो खालि के अरे अब भनौँ न चिल्लो पिरो अमिलो मैदावाला सामान, के अरे सुक्खा सामान, चिउरा भुजा झालमुढी चटपटे होइन, खुर्सानी, यति मात्रै होइन कि त्यो अरू फुड ह्याबिट पनि इम्पोर्टेन्ट हो है। तर विशेष गरेर फाइबरस रिच फुडहरूको सेवन हामीले बढी गर्नुपर्छ है। र हामी जसरी कि अब प्लेटमा खाँदाखेरि कमसेकम अलिकति साग सलादको मात्रा बढी हुनुपर्छ है। खाना खाइसकेको 1 घन्टापछि पानी बढी प्रशस्त खानुपर्छ। दिनमा कम्तीमा 3 देखि 4 लिटरसम्म पानी खानुपर्छ। दिनमा 2 पटक, मिनिमम 2 पटक दिशा हुनुपर्छ। म्याक्सिमम 3-4 सम्म, फेरि म्याक्सिमम यसो होइन कि 5-7 पटक दिशा होस्, त्यो पनि राम्रो होइन। बिहान साँझ मजाले दिशा हुनुपर्छ है। र अलिकति नियमित व्यायाम पनि चाहिन्छ, किनभने हाम्रो मानौँ कि यो मसल्सहरू राम्ररी त्यसको ग्रोथ भएन, त्यसको न्युट्रिसन भएन भने पनि पाइल्स ग्रोथ हुन सक्छ। सो हाम्रो नियमित एक्सर्साइज व्यायाम पनि त्यो जरुरी छ। सो विभिन्न खानपिन कुरादेखि लिएर, उसको लाइफस्टाइलदेखि लिएर, पानीको ह्याबिट, इभन सुत्ने ह्याबिट, मैले अघि पनि भने धेरै बेरसम्म, धेरै अबेलासम्म सुत्नु हुँदैन। अर्ली टु बेड एन्ड अर्ली टु राइज मेक्स अ म्यान हेल्दी वेल्दी एन्ड वाइज। हाम्रो बच्चादेखि त्यो पोएम्स पढ्दै आएका छौँ हामी। बिहानै छिटो उठ्ने र राति पनि छिटो सुत्ने होइन, प्रशस्त टाइम दिने, कमसेकम 8 घन्टा जति सुत्न टाइम दिने, रेस्ट दिने टाइम दिने। र अर्को कुरा एकदम इम्पोर्टेन्ट कुरा के छ भने, मैले अघि पनि भनेको थिएँ, दिशा गर्ने जुन नसा हुन्छ, भनौँ न नर्भ्स हुन्छ, त्यो पारासिम्पथेटिक नर्भ्सले काम गरिरहेको हुन्छ, अर्थात् रिल्याक्सको बेलामा दिशा मजाले हुन्छ। तर आजभोलि के छ, धेरै कम्पिटिसन छ अनि पैसा कमाउने होड छ है। त्यसले गर्दाखेरि के छ त, जहिले पनि कम्पिटिसन र कम्पिटिसनको बेलामा सिम्पेथेटिक एक्टिभेसन भएको हुन्छ है, जसले गर्दा दिशा राम्ररी हुँदैन। सो रिल्याक्स हुन जरुरी छ होइन। जति राम्रो खाए पिए पनि, राम्रो फाइबरस फुड्स खाए पनि, तर रिल्याक्सेसन छैन भने त्यहाँ पनि अप्ठ्यारो हुन्छ र लास्टमा गएर धेरै कन्नु पर्ने हुन्छ। धेरै कन्दा त्यहाँ के हुन्छ त, त्यहाँको नसाहरू स्वेल्ड भएर जान्छ, त्यहाँको नसाहरू इन्लार्ज भएर जान्छ। विशेष गरेर हेमोरोइडल भेन्सहरू होइन, एनोरेक्टल भेन्सहरू इन्लार्ज भएर जान्छ। त्यसको वरिपरि भएका स्मुथ मसल्स, त्यसको वरिपरि भएका केही म्युकस चिजहरू
अनि स्किन्सहरू त्यो पनि ठुलो हुँदै जाउँछ र त्यही नै के हो त पाइल्स हो। यति गरेपछि प्रिभेन्सन हुनसक्छ। समयमै चिकित्साको सल्लाहको महत्त्व कस्तो छ? एकदम कुनै पनि चिज समयमा गर्दाखेरि त्यो छिट्टै होइन सन्चो हुन्छ। कुनै पनि रोग पाइल्स मात्रै होइन, जस्तै कि समयमै भनौँ कि फर्स्ट ग्रेडमा सेकेन्ड ग्रेडमा यदि उपचार गराउनु भयो भने बहुत इजिली, इभन कहिलेकाहीँ त कस्तो हुन्छ भने औषधि पनि खानु पर्दैन। सही सल्लाह मैले भने नि यो खानपिनको शैलीहरू हो, यति गरे पनि सन्चो हुनसक्छ। तर त्यही कुरा लाजले अब डरले के सोच्ला अनि त्यसले गर्दाखेरि होइन त्यो बिस्तारै बिस्तारै थर्ड ग्रेड फोर्थ ग्रेड होइन प्रोल्याप्स पाइल्समा परिणत हुन्छ, इभन फिस्टुलामा परिणत हुनसक्छ है, अन्य चिजहरू अब क्यान्सरसम्म पनि परिणत हुनसक्छ। त्यस्तो बेलामा त अब हामी पैसा पनि खर्च गरेर होइन धेरै मेहनत पनि गरेर 10 पटक धाएर पनि सन्चो नहुन पनि सक्छ। सो समयमा आउनुभयो भने अनि इजिली सन्चो हुन्छ, ढिलो भयो भने अप्ठ्यारो हुनसक्छ। धन्यवाद छ सर। आज तपाईँले आफ्नो अमूल्य समय निकालेर यस पोडकास्टमा आएर आफ्नो जुन पाइल्सको बारेमा हजुरहरूले डिस्क्राइब गर्नुभयो अथवा यसको बारेमा सल्लाह सुझावहरू दिनुभयो। मानिसहरूलाई पक्कै पनि यो भिडियोले धेरै कुराहरू सिकाउनेछ र उनीहरूलाई आगामी दिनमा पाइल्सको बारेमा र पाइल्स हुनभन्दा रोकथामको बारेमा पनि ज्ञान हुन सक्छ भन्ने आशा छ। हजुरले पनि धेरै धेरै धन्यवाद। प्लस समस्त दर्शक श्रोता हजुरको पोडकास्ट हेर्ने समस्त दर्शक साथीहरूलाई पनि मजाले पुरै सुनिदिनु भएकोमा पनि धेरै धन्यवाद र यस्तो मौका होइन हजुरले दिनुभएकोमा विशेष गरेर हजुरको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।